नेपालको पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा अवस्थित पाथिभरा मन्दिर देशकै प्रसिद्ध धार्मिक तीर्थस्थल मध्ये एक हो। समुद्री सतहदेखि करिब 3794 मिटरको उचाइमा रहेको यो मन्दिर हिन्दू तथा बौद्ध धर्मावलम्बी दुवैका लागि अत्यन्तै पवित्र मानिन्छ। यहाँ पुगेर सच्चा मनले पूजा आराधना गर्दा मनोकामना पूरा हुने जनविश्वास रहेको छ। यही विश्वासका कारण हरेक वर्ष नेपालका विभिन्न जिल्लाका साथै भारतको सिक्किम, दार्जिलिङ र अन्य स्थानबाट हजारौं भक्तजन पाथिभरा माताको दर्शन गर्न पुग्ने गर्छन्। पाथिभरा मन्दिर धार्मिक आस्थाको केन्द्र मात्र नभई प्राकृतिक सौन्दर्य भरिपूर्ण गन्तव्य पनि हो। मन्दिर पुग्ने पथमार्गमा हरियाली वन, लाली गुराँसका जंगल, चिसो हावा र हिमाली दृश्यले यात्रालाई अविस्मरणीय बनाउँछन्। मौसम सफा भएका दिनहरूमा कञ्चनजङ्घा, कुम्भकर्ण, जानु, मकालु लगायतका हिम श्रृङ्खलाले मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ। यसले धार्मिक यात्रासँगै प्रकृति प्रेमी र पर्यटकलाई पनि आकर्षित गरेको छ। पाथिभरा क्षेत्र स्थानीय संस्कृति र परम्परा जीवनशैलीसँग पनि गहिरो रूपमा जोडिएको छ। यहाँ लिम्बू, राई, शेर्पा, गुरुङ तथा अन्य समुदायका मानिसहरूको मौलिक सांस्कृतिक आतिथ्यता र परम्पराले पर्यटकलाई विशेष अनुभव प्रदान गर्छ। स्थानीय उत्पादन, परिकार र हस्तकलाले यस क्षेत्रको आर्थिक विकासमा समेत टेवा पुर्याइरहेको छन्। हालका वर्षहरूमा पाथिभरा क्षेत्रको पूर्वाधार विकास, सडक पहुँच, पथमार्ग सुधार तथा अन्य सुविधाहरू विस्तार हुँदै गएको छन्। यससँगै यहाँ केबल कार निर्माणको विषयमा विभिन्न पक्षबीच बहस र मतभेद पनि देखिएको छ। एक पक्षले यसलाई धार्मिक, पर्यटन, आर्थिक विकास र सहजका पहुँचका लागि आवश्यक ठानेको छ भने अर्को पक्षले भने वातावरण, स्थानीय संस्कृति र धार्मिक मौलिकतामा असर पर्न सक्ने चिन्ता व्यक्त गरेको छ। त्यसैले पाथिभरा क्षेत्रको विकास गर्दा धार्मिक भावना, स्थानीय समुदायको सहभागिता, प्राकृतिक वातावरणको संरक्षण र दिगो पर्यटनलाई सन्तुलित रूपमा अगाडि बढाउनु आवश्यक छ। पाथिभरा मन्दिर नेपालको धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको अनुपम प्रतीक हो। यसको संरक्षण, प्रबन्धन र व्यवस्थित विकास सबैको साझा दायित्व हो। धार्मिक आस्था, प्रकृतिको मनोरम सौन्दर्य र सांस्कृतिक विविधताको संगमको रूपमा पाथिभरा आउने पुस्ताका लागि पनि उत्तिकै महत्त्वपूर्ण तीर्थस्थल र पर्यटक गन्तव्य बनिरहोस् भन्ने सबैको चाहना हो।